यो गर्न खोजेको थियौँ, यो पार्टीले हामीलाई गर्नु दिएन भनेर त्यही देखाउनको लागि मात्रै तपाईँहरूले गर्नु खोज्नु भएको हो। त्यस्तो हो भने तपाईँहरू फेलियर भन्ने कुरा पत्ता लाग्यो। किनभने हिजो केपी ओलीलाई पक्रियो, रमेश लेखकलाई पक्रियो, औषधि उपचार गरियो, छोडियो। नेपालकै अब गुन्डागर्दीमा संलग्न गुन्डा नाइके भनेर नेपालकै अब किम जोन उन हो कि भन्नेलाई पनि पक्रियो, उसलाई पनि छोडियो। के तपाईँहरूले गर्नु खोज्नुभएको के? तपाईँहरूले हामीले काम गर्नु खोजेको, तर हामीलाई काम गर्नु दिएन। यो पार्टीले यो पार्टीले उच्च अदालतले सर्वोच्चले हामीलाई धोका दियो भन्नु खोज्नुभएको। त्यो भने पनि तपाईँहरू गलत हुनुहुन्छ। र तपाईँहरूले अब फेरि पनि चुनाव हुन्छ, इलेक्सन हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले बिर्सिनु भएको छ कि? तपाईँहरूलाई थाहा भएर पनि हामी यही 5 वर्षको लागि मात्रै हो भन्ने तपाईँहरूको कन्सेप्ट हो? तपाईँहरूले मान्छे पक्रिनुभन्दा अगाडि के क्राइटेरिया पुरा गर्नुपर्छ, के गरेर पक्रिनुपर्छ, कुन तरिकाले प्रोसेस चाल्नुपर्छ भन्ने कुराहरू तपाईँहरूलाई थाहा थिएन। पक्रिने, दबाई गर्ने, छोड्ने, पक्रिने, अर्काको अब गुन्डागर्दीको ट्याग लगाइदिने, गुन्डा नाइके भनेर ट्याग लगाइदिने, पक्रिने, फेरि छोडिदिने। त्यो दाग लाग्यो नि त, नाममा दाग लागेन, उनीहरूको इज्जतमा दाग लागेन गुन्डा नाइके भनेर। तपाईँहरू ठुल्ठुलो मसल देख्ने बित्तिकै, बडी बिल्डिङ गर्ने बित्तिकै तपाईँहरूले सबैलाई गुन्डा देख्नुहुन्छ। त्यस्तो गुन्डागर्दी देख्नु छोडिदिनुहोस्। त्यस्तो गर्दाखेरि ठुल्ठुलो मसल्स बनाएकोहरूलाई गुन्डागर्दी भनिँदैन। त्यो आफ्नो सोख हुन्छ, आफ्नो चाहना, इच्छा हुन्छ त्यो सबै चिज गर्ने। र अर्को, सबैलाई पक्रिरहेछ, तर त्यसरी आरोप नलगाउँ कि पैसा कसरी कमायो त कमाउनु त 2 नम्बरी गरेर कमाएन होला, काम गरेर कमायो होला। मिटर ब्याजमा पैसा लगाउँछ भने तपाईँहरूको पनि छ भने लगाउनु क्या। त्यति सजिलो हुन्न क्या। मान्छेलाई आरोप मात्रै लगाउनु गाह्रो हुन्छ। उसको नाममा दाग लाग्छ, इज्जतमा दाग लाग्छ। गाउँघर, छर छिमेक, श्रीमती हुन्छ, ससुराली हुन्छ, नाता गोता हुन्छ, सबैले गलत नजरले हेर्नु थाल्यो भने के हुन्छ? तपाईँहरूले पक्रिनुहुन्छ भने विधि पुर्याएर पक्रिनुहोस्। पक्रेपछि छोड्नु नपरोस् क्या। कमसेकम पनि 1 वर्षसम्म जेलमा राख्न सक्नुहोस् तपाईँहरूले। त्यो तरिकाले पक्रिनुहोस्। पक्रिने हतारमा पक्रिने, फेरि छोड्दाखेरि आरामले छोडिदिने, दबाई गर्ने छोडिदिने, यही हो तपाईँहरूको। भएन। यो चाहिँ मेन गृहमन्त्री अहिलेको सुदन गुरुङज्यूलाई अलिकति हतारमा नगर्नु के काम। हतारमा गर्दा ठिक हुन्न। पक्रेपछि छोड्नु नपरोस्। कमसेकम पनि 1 वर्षसम्म केस चलोस् क्या, बहस चलोस् अदालतमा। त्यसपछि मात्रै त्यो पक्रेको भन्ने मजा आउँछ क्या। तर दबाई गर्ने छोड्ने, मान्छेलाई गुन्डागर्दी भन्ने छोडिदिने, गुन्डा नाइके भन्ने पक्रिने छोडिदिने, मान्छेको नाममा दाग मात्रै लगाउने काम तपाईँहरूले नगर्नुहोस्। यो कुरा चाहिँ लेखेर राख्नुहोस्। आउँदो चुनाव पनि हुन्छ, इलेक्सन हुन्छ, हामीले पनि त्यो चोटि जित्छौँ या हार्छौँ भन्ने कुरा तपाईँहरूले जित्नु छ भने त्यही तरिकाले काम गर्नु होला। अब यो भन्दै गर्दाखेरि अब म सानो क्रिएटर हो, तर कतिपयलाई त अब कतिपयले देख्यो भने गाली गर्ला, तर सत्य कुरा यही हो। मान्छेको इज्जतमा दाग नलगाइदिनुहोस् तपाईँहरूले। कि पक्रेपछि 1 वर्षसम्म तपाईँहरूले अदालतले हेरोस् क्या त्यो केसलाई, बहस होस् क्या अदालतमा।